हाई गाइज वेलकम टु माई मिनी भ्लग। अनि तपाईँहरू सन्चै हुनुहुन्छ? म चाहिँ सन्चै छु। अनि आज चाहिँ हामी डोको बोकेर जङ्गलतिर जाँदैछौँ। थोडा सा दाउरा ल्याउनु पर्नेछ हाम्रो चाहिँ। अनि मेरो बहिनी मम्मी दुईजना बहिनी र मम्मी चाहिँ पछाडि आउँदै हुनुहुन्छ। म चाहिँ अगाडि छु गाइजहरू। अनि अब चाहिँ हामी जङ्गल पुग्नै लाग्यो। यहाँबाट मेरो पछाडि चाहिँ दुधकोसी खोला देखिन्छ। अहिले चाहिँ 10:50 भएछ। थेरै घाम लागेको छ। घामले अनुहारहरू डढेर कालै 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 हुने भयो आज। तर हामीले यतिको घाम त पर्छ। म चाहिँ जङ्गल आइपुग्नै लागेँ। पछाडि थोरै गीत सुनिँदैछ नि, हो त्यो चाहिँ मम्मी र बहिनीहरूले बजाउँदै हुनुहुन्छ। हाम्रो मम्मीलाई चाहिँ फेरि धेरै लोकदोरी मनपर्छ। त्यो मेरो मम्मीलाई चाहिँ रुपी सिङ्जाली हुनुहुन्छ नि, उहाँको लोकदोरी गीत धेरै मनपर्छ। चैतमा कहाँबाट अहिले सुन्दर पाएन, अघि ठिकै थियो। Here is my little sister. Her name is Ruxana. Here is Rama. Here is Ruxana. कस्तो गुलियो, कस्तो मिठो भएको। कता गएको? यता चाहिँ मम्मी हुनुहुन्छ। त्यहाँ के भन्छ त्यो सानोवाला डेक्की उफर भन्छ नि, के भन्छ मलाई थाहा छैन। स्पिकर हो, त्यो स्पिकर बोकेर आउनु भएको छ। मम्मीलाई चाहिँ लोकदोरी गीत असाध्यै मनपर्छ। त्यही भएर राति नै हेर्दै सुन्नुहुन्छ। बिहान कहिले काहीँ खासै हेर्नुहुन्न। बाटो हिँड्दा चाहिँ अहिले मजाले सुन्दै हुनुहुन्छ गाइजहरू। के रे सुन्दर हुँदा चाहिँ खानु मन लाग्दैन। अहिले सकेपछि यति त्यो अक्सिजनमा खानु मन लाग्छ है। अघि मेरो साइली बहिनीले चाहिँ भेटेछ कि त्यो छुटेको हुन्छ नि, छुटेको कस्तो कालो निस्केको है। गाइस म चाहिँ यो भिडियोलाई यही गर्न लगिरहेको छु। मेरो यस्तै भिडियो हेर्नको लागि लाइक अनि फलो गर्नु होला यो मेरो आइडीलाई। बाई बाई, लभ यु अल, थ्याङ्क्स फर वाचिङ टिल द एन्ड।